भूगोल भूगोल भूमिको मात्र होइन, छातीको पनि नाप्नु छ। स्वाभिमान स्वाभिमान विरासतको भाग लाएर होइन, कर्म र पौरखले आर्जन गर्नु छ। स्वतः प्राप्त राष्ट्रियता र स्वाभिमान त छ नै छ। अब पौरखले बदल्नु छ परिभाषा राष्ट्र, राष्ट्रियता र स्वाभिमानको नयाँ इतिहास आरम्भ गरौं। जय स्वाभिमान, जय स्वाभिमान। दर्शकहरू, फेरि यही राष्ट्रिय पोसाकबाट च्युत भएको दौरा सुरुवाल लाएर स्वागत छ तपाईलाई। म प्रेम बानिया। अब त बाबुराम सरको सरकारले मन्त्री परिषदको बैठकमा निर्णय गरेरै भनेको छ, सबै जातिले लगाएको र लगाउने पोसाक राष्ट्रिय पोसाक। त्यसपछि यो दौरा सुरुवालको के कुरा भयो र? केही दिनपछि अमेरिका जान लाग्नु भएका बाबुराम सरले त्यो देशलाई चिनाउन मेरो देशको राष्ट्रिय पोसाक यी सबै हुन् भनेर कमिज, धोती, बख्खु, टाइकोट, कछाड सबै लाएर गइदिए कति राम्रो हुन्थ्यो होला। त्यो पो देशको चिनारी त, किनकि उनकै नेतृत्वको सरकारले यस्तो निर्णय गर्यो जसमा भनिएको छ नेपालमा बस्ने सबै जातिले लगाउने पोसाक नेपालको राष्ट्रिय पोसाक। यस्तो पनि हुँदो रहेछ देशमा। विभिन्न जात, धर्म, संस्कार, संस्कृति जस्ता विविध आयामहरूका बिम्बमा कोरिएको देश नेपालले विश्वमै फरक अनि नमुना देशको रूपमा परिचय निर्माण गरेको छ। फरक फरक रंग, भाषा, भेष अनि संस्कार हाम्रा सम्पत्ति हुन् र यिनैमा हाम्रो स्वाभिमानको प्रतिबिम्ब झल्किएको छ। हामी मधेसका हौं या हिमाल पहाड जहाँका भए पनि हाम्रो पहिलो चिनारी भने देशबाट नै सुरु हुन्छ। हामी मधेस, हिमाल र पहाडका बासिन्दा हुनु अगाडि नेपाली हौं। विभिन्न जातबाट आफ्नो परिचय दिनु अघि हाम्रा सामु देशको चिनारी अडिन्छ र भन्छौं हामी नेपाली जाति हौं। त्यसैले पनि यो नेपाल सबै वर्ण, जात, धर्म अनि संस्कार मनाउनेहरूको साझा फुलबारी हो। यसमा सायदै कसैको दुई मत होला। यति धेरै विविधताको सौन्दर्य बोकेको देश भए पनि राष्ट्रियता भने बिर्सदै गएको देशका नागरिक भएर आफ्नो स्वाभिमानलाई तिमीले क्रमशः क्षय बनाउँदैछौ अनि आफ्नो स्वाभिमान र परिचयलाई मिल्काऊ भनेर तिम्रो राजनीतिले तिमीलाई पाठ सिकाउँदैछ र प्रतीकहरूमाथि यसै गरी नै धावा बोल्न सुरु गरिसकेको छ। अब त गुमाएको राष्ट्रियता बोकेको फाटेको स्वाभिमान अंगाल्नु सिवाय तिमीसँग केही हुने छैन र राष्ट्रियता चिनाउने बिम्बहरू बिर्सिएर आफूलाई केवल नाङ्गो बनाएर हिँड्न मात्रै बाँकी छ। किनकि तिम्रो राजनीतिका नायकहरूले यस्तै फैसला गरिदिएका छन्। अब देशमा कुनै राष्ट्रिय प्रतीकहरू रहने छैन, कुनै राष्ट्रिय पोसाक छैन, कुनै राष्ट्रिय रंग, खाना वा खेल सबै मिल्काइनेछन्। समूलमा देशको अस्तित्व बोक्ने सबै प्रतीकहरूलाई तिलाञ्जली दिइनेछ। हुन त यो देशमा के नै रहलान् र तिम्रो यो आधुनिक राजनीतिले झण्डामाथि राजनीति गर्न खोज्छ भने पोसाक र प्रतीकहरूमाथि त झन् के को माया रहोस्। यस्तै परिदृश्यहरू यो राजनीतिले देखाउँदै लगेको छ। माधव नेपाल नेतृत्वको सरकारले नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल हुने र उच्च अनि औपचारिक कार्यक्रमहरूमा दौरा सुरुवाल लगाउनु पर्ने भनेर निर्णय गरेको थियो। हामी जुनसुकै भाषा, धर्म, भेषका मानिस भए पनि समग्रमा नेपाली भएका कारण भेषमा एकरूपता ल्याउन र पहिचान चिनाउनका निम्ति यो निर्णय गरिएको थियो भने माधव नेपाल नेतृत्वको सरकारले यो निर्णय गर्दा केही मधेसवादी दलहरू समेत सरकारमै थिए। मधेसवादी दलहरूको गठबन्धनमा बनेको माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले भने केही दिन अघि मन्त्री परिषद बैठकले अघिल्लो सरकारको निर्णय सच्याउने भनी यस्तो निर्णय गर्यो। राष्ट्रिय पोसाकका सम्बन्धमा यसअघिको सरकारले गरेको निर्णयलाई सच्याउने निर्णय गरिएको छ। सरकार यो निर्णयसँगै तिम्रो देशमा अब कुनै पोसाक छैन जसले तिम्रो देशको
चिनारी देओस्। तर तिम्रो राजनीतिले स्वाभिमानको महत्व बुझ्न सकेन र यस्तै निर्णयहरू गर्न उक्सिरहेको छ। देश चिनाउने प्रतीकहरूको महत्वबारे संस्कृतिविद सत्यमोहन जोशीलाई सुन्नुहोस्। हरेक जाति जनजातिमा भएको उनीहरूको भाषा, जाति, रीतिथिति, संस्कृति, पहिरन, सारा कुरा त्यो राष्ट्रिय संस्कृति हो, राष्ट्रिय सम्पदा हो। त्यसलाई चाहिँ तपाईँको अर्को किसिमले होच्याएर उपेक्षित गर्ने कुरो चाहिँ आउँदैन। तर त्यति हुँदा हुँदै पनि अब कहीँ कति विदेशमा जानु पर्यो, विदेशमा आफ्नो पहिचान दिनु पर्यो, परिचय दिनु पर्यो भने सबै जातिका मान्छेहरूले आफ्नो आफ्नो यही हो, हाम्रो राष्ट्रिय पहिचान यही हो, उसले पनि राष्ट्रिय पहिचान यही हो, उसले पनि राष्ट्रिय पहिचान यही हो भनेर गर्न लाग्यो भने त ती बाहिरका मान्छेलाई त पजल हुन्छ नि तिनीहरूलाई। कुन चाहिँ नेपाली भन्ने अब, नेपालको कुन चाहिँ संस्कृति नेपाली भन्ने, त्यो भन्दा अलि गाह्रो हुन्छ। हाम्रै यहीँ पनि तपाईँको मातृभाषीको रूपमा पनि अब विभिन्न हरेक भाषालाई राष्ट्रिय भाषा हो। अब पहिलेको जस्तो चाहिँ यो मगरे, राई, लिम्बू, नेवारी भन्ने कुरा, नेवार पनि राष्ट्रिय भाषा हो, मगर पनि राष्ट्रिय भाषा हो, गुरुङ पनि राष्ट्रिय भाषा हो, तपाईँको मैथली पनि राष्ट्रिय भाषा हो, थारू पनि थारूको, गुरुङको सबैको राष्ट्रिय भाषा नै हो त्यो। अब किन अब त विधानीले राष्ट्रिय भाषाको रूपमा मान्यता दिइसक्यो। त्यति हुँदा हुँदै पनि कहीँ कति अमेरिकातिर गयो, कहीँ कति अथवा बेलायततिर गयो, कहीँ कति फ्रान्सतिर गयो भने सबैले आफ्नै राष्ट्रिय भाषा, मेरो राष्ट्रिय भाषा यही हो, गुरुङले मेरो नेपालको राष्ट्रिय भाषा यही हो, मगरले यही राष्ट्रिय भाषा हो, नेवारले पनि यही हो भनेर त झगडा गर्ने कुरो त आउँदैन। त्यहाँ त कुनै एउटा भाषाले त प्रतिनिधित्व गर्नु पर्यो नि। आफूहरूले राष्ट्रिय पोसाक नफटाएको भन्दै जो कोहीले जुनसुकै पोसाक लगाउन सक्ने भएकाले अघिल्लो सरकारको निर्णय परिवर्तन गरिएको हो भन्छन् भौतिक योजना तथा निर्माण मन्त्री हृदय त्रिपाठी। दौरा सुरुवाल, कोट, कालो जुत्ता, टोपी नै राष्ट्रिय पोसाक हो भनेर द्रष्टव्य भनेर त्यहाँ राखिएको रहेछ। त्यो सर्वसाधारण त्यसबाट प्रभावित हुने भयो। हामीले पोसाक हटाएको होइन कि यो गलत अर्थ नलागोस्। राष्ट्रिय पोसाक यहाँ लगाइने सबै पोसाक राष्ट्रिय, कुनै पनि राष्ट्रिय पोसाक यहाँ छैन अहिले। हामी जनजातिले जनजाति, मधेसकोले मधेसको, कुनै पनि त्यो अनिल नागरिक हो। त्यो केमा बाँधिया छ? त्यो मलाई एकदम सबभन्दा मेरो प्रश्न यही हो कि नागरिकले आफ्नै पोसाकमा काम गरे बापत, योगदान गरे बापत उसले पदक र पुरस्कार पाउने, अनि थाहा नआउनलाई हामीले पोसाक कोडिफाई गरिदिएन त्यसलाई। दौरा सुरुवालहरूमा पञ्चायतकालका निरङ्कुश अवशेषहरू भएकाले यसको विरोध गर्नु परेको उनको भनाइ छ। साथै स्वीकारोक्ति छ यो संक्रमणकाल हो, यसपछि फेरि पनि दौरा सुरुवाल नै राष्ट्रिय पोसाक हो भनेर सर्वसम्मतिले निर्णय पनि हुन सक्छ। दौरा सुरुवाल पनि हुन सक्छ हैन, त्यो केही हैन। तर अहिले जुन नागरिकमाथि जुन थोपर्न खोजिया थियो नि, त्यसलाई हामीले फुकुवा मात्रै गरिदियो। यदि नागरिकले पदक थाप्न जाँदा राष्ट्रपति कहाँ जाँदाखेरि उसले अनिवार्य छैन कि दौरा सुरुवाल, त्यो उसले आफ्नै पोसाकमा आउन सक्छ। पञ्चायत कालका यी अवशेष हुन्। देशको कुनै पनि कुनामा बस्ने मानिसले लगाउने पोसाकप्रति हाम्रो आदर छ, सम्मान छ। यति धेरै विविधताबाट राष्ट्रियता चिनाउने बिम्ब खुट्याउन नसक्नु तिम्रो राजनीतिको कमजोरी हुनेछ। मिल्काउन सक्नेहरूले निर्माण पनि गरेर देखाउन सक्नुपर्छ। राजनीतिका नायकहरू जो तिमीलाई पनि चाहिनेछ एक दिन। विदेशमा गएका बेला छाती फुलाएर भन्न पनि सक्ने छैनौ म कुनै राष्ट्रिय प्रतीक नभएको देशको प्रतिनिधि हुँ वा छु भनेर। सायद अब केही दिन पछि नै बुझ्नेछौ राष्ट्रियता अनि स्वाभिमानको महत्व कति हुँदो रहेछ भनेर। त्यति बेला मात्र राष्ट्रियताले सायद यसै गरी तिमीलाई पिरोल्नेछ। यस्तै भयो दर्शकहरू, अहिले आएर त सम्पूर्ण परिचय नै नामेट पारिसक्यो यो राजनीतिले देशको। हामीले भनेका हौं यो दौरा सुरुवाललाई राष्ट्रिय पोसाक होइन भनेर बदर गरेपछि मलाई राष्ट्र नाङ्गो भएको जस्तो लागेको छ। राष्ट्रिय चिन्हहरू मासेकाले चिनारी नै नभएको देश जस्तो लागेको छ। राष्ट्रिय दिवस नै नभएकाले यो राष्ट्र नै के हो जस्तो लागेको छ। अझ राष्ट्रिय भाषा नै छैन भनेपछि मात्र भूगोलको भरमा म यसलाई कसरी देश भनौं जस्तो लागेको छ। यति हो बाबुराम सरले त्यो दौरा सुरुवाललाई बदर गरेर अरू धेरै राष्ट्रिय सम्मानलाई बदर गर्नु भएको छ।